पनि बिदा थियो मेरो। त्यही भएर आज चाहिँ घुम्न निस्क्यौँ भनेर हो। अब साथीलाई नभेटा एक डेढ वर्ष धेरै दिनपछि आज आएको छु। मौसम पनि अहिले त सफा छ, पानी परेर त्यति राम्रो त छैन यो है। आज चाहिँ राम्रै छ, घाम लागिरहेछ। यहाँ चाहिँ चिन्ची लानुपर्ने छ मेरो काम है। पाँच हालिदिनु बेटे। ओ बेटा मौज कर दी, मौज कर दी वाह बेटे वाह। खासान भयो हिलो चाहिँ लास्टै हिलो छ है। आमा यता चाहिँ लास्टै हिलो छ। धेरै दिनपछि आएर होला है। आज बाटो पनि सफा, पानी परेको छैन, खुल्ला छ। अनि साथीलाई चाहिँ भेटेर आउँ भनेर हिँडेको है खासमा। आज खास जोर बिजोर हो, तर मेरो बाइक जाँदा जोर हो। अब म भित्रबाट जान्छु है। मेरो बाइक जोर भएको कारणले गर्दाखेरि ट्राफिक चेकिङमा पर्न सक्छ। म चाहिँ यहाँ भित्रबाट जान्छु। सीधा बाहिर चोकबाट भित्र छिरेँ म। युट्युब च्यानलमा डेली भ्लग पनि गर्न सकेको छैन है, जबले गर्दाखेरि। अब जबमा गयो बेला के भ्लग बनाउनु, त्यसले गर्दाखेरि चाहिँ भ्लग बनाउन पाएको छैन। छोटकाले के छ राज भाइ? के छ खै अञ्जन कहाँ भिडियो कहाँ त्यही छ? के बसिरह्यो? के छ? धेरै दिनपछि भेट भयो है। मलाई भेट्नै गाह्रो छ के गर्नु। के मेरो त जोर बिजोर दुइटै चलाइदिन्छु म त। आज बिजोरको पालो जोर चलाएर हिँड्छु नि। कति 1-1.5 वर्ष भयो नभेटे? भयो होला, हुन्छ 1-1.5 वर्ष भयो भेटे। मोटा ज्यादा तिम्रो
कहिले निस्किँदैन घुम्नलाई कलेजमा नि जहिले जाने जाने भन्थ्यो जाने चाहिँ कहिले होइन रनिङमा गयो भने मलाई 1 घन्टा कुराउँथ्यो हो 1 घन्टा कुराउँथ्यो बल्ल आइपुग्थ्यो यो बाउनको नेट चल्दैन गतिलो खै रे यहाँ अड्के भयो तिम्रो चाहिँ भावी जिल्ला पढाइदिन्छु म है केही भन्नु छ भन त केही भन्नु छ केही भन्नु छ नि भनिहाल है खै बाउले कसरी भन्छ फेरि भाले ब्लग्स 46 केटाहरूले गर्छ ल म गएको पछि भेटौँला भाउन तिमी नै आउनु पऱ्यो नि मेरो घरतिर ल खेल्दै गर बेलुका भेटौँला फ्री फायरमा है ल राजधानी गयो भन्दै हो ल तलैबाट जान्छु यताबाट जान्छु लगाएको ल म चाहिँ अब यहाँबाट घर हिँडेँ है राति भइसक्यो आउन त अघि नै आएको केटाहरू क्यामेराको अगाडि आउन चाहिँ साह्रै बजायो त्यही भएर सुट पनि गर्न पाइनँ है त्यसको लागि सरी केटाहरूले अलिकति क्यामेरामा आउनै साह्रै लगायो म चाहिँ अघिकै बाटो जान्छु यता सन्जुको बाटोतिरबाट एकदमै हिलो छ बाटो स्पिड चला हानेर चाहिँ गाडी नगर्नु होला आइपुग्नलाई यता पहिला टुरबाट चाहिँ म कलङ्गी जाने बाटोतिर जान्छु त्यतैतिर हो म बस्ने चाहिँ है त्यतैतिरै हो
को फुस्त निस्किन्छ पत्रै हुँदैन। रुको जरा, सबर करो। राति भइसक्यो है, अँधेरो भयो। फुटेज पनि केही देखाएको छैन होला। अब यहाँबाट माथितिर लाग्छु म। आजको भ्लग चाहिँ यस्तै भयो।